प्रेज द लर्ड। यस्टरडे मदर्स डे यानी कि नेपालीमा आमा दिवस। सबैजनाले आफ्नो आमाहरूलाई विश गरिसक्नु भएको छ। तर परमेश्वरको जीवित वचन हितोपदेश 1 को 8 र 9 मा यसरी लेखिएको छ, हे मेरो छोरा, आफ्नो बाबुको अर्ती यानी कि आदेश सुन र आफ्नी आमाको शिक्षा नत्याग। ती तेरो शिरमा शोभाको मुकुट र तेरो गलामा सम्मानको हार हुनेछ। शिरमा के भनेको छ? शिक्षालाई नत्याग्दाखेरि शिरमा चाहिँ शोभाको मुकुट र गलामा हार सम्मान पाएका छौँ कि छैनौँ हामीले आमाबाट। यानी कि हामी चाहिँ एक दिन मात्रै देखावटी रूपमा होइन, एक दिन मात्रै देखावटी रूपमा सोसल मिडियामा हाल्ने होइन, हामीले चाहिँ हाम्रो हृदयमा राख्ने हो जस्तो लाग्छ मलाई चाहिँ के हो। सोसल मिडियामा देखाउनु एकदम राम्रो कुरा हो, विश गर्नु राम्रो कुरा हो, तर सबैजना हामी त्यस्तो छैनौँ। तर कतिपय चाहिँ हामी चाहिँ आफ्नो आमा र बाबालाई होइन सोसल मिडियामा गर्ने छुट्टै व्यवहार अनि भित्री रूपमा गर्ने छुट्टै व्यवहार हाम्रो जीवनबाट हुँदछ। तर तपाईँ र मलाई परमेश्वरको जीवित वचनले भन्दछ, शिरमा शोभाको मुकुट र गलामा सम्मानको हार चाहिँ हामीले पाएका छ कि छैनौँ त? आफ्नो आमा र बाबाको शिक्षालाई त्यागेर हामी चाहिँ देखावटी रूपमा मात्रै गर्छौँ भने त्यो हार पनि हामी पाउँदैनौँ, आमाको आशीर्वाद यानी कि आमाको माया होइन, र हामीले शिरमा मुकुट पनि पाउँदैनौँ। किनभने हामी देखावटी रूपमा मात्रै गर्छौँ भने केही पनि हामीलाई मिल्दैन। त्यही भएर हामीले हर दिन हर समय हाम्रो आमा र हाम्रो बाबालाई चाहिँ हामीले चाहिँ आदर सम्मान हेरेर होइन, हामी रेस्पेक्ट गरेर चाहिँ हामीले शिरमा मुकुट र हामीले चाहिँ गलामा हार सम्मान चाहिँ आमाको आशीर्वाद र माया साथ सपोर्ट चाहिँ हामीले पाउनु जरुरी छ र उहाँहरूलाई पनि दिन जरुरी छ। आमेन। जय मसीह। सबैजनालाई जय मसीह। गॉड ब्लेस यू ऑल।